नेपालको संविधानले हामीलाई 31वटा मौलिक हकहरू दिएको छ, तर ती सबैलाई एक एक गरेर सम्झिनु अलिक गाह्रै छैन त? आज हामी यसलाई एकदमै सजिलो बनाउने एउटा सूत्रबारे कुरा गर्नेछौँ। हो, यो प्रश्न साँच्चै नै महत्त्वपूर्ण छ। कानून पढ्नेहरूका लागि मात्र होइन, देशबारे चासो राख्ने हामी सबैका लागि। यो लामो सूची सम्झिनु त टाउको दुखाइ नै हुन सक्छ, तर चिन्ता नलिनुहोस्। यसको समाधान एकदमै सरल छ। हामीले एउटा यस्तो सूत्र बनाएका छौं जसले ती 31वटै हकहरूलाई केही सासाना सम्झिन सजिलो समूहमा विभाजन गर्छ। यसले गर्दा यो पूरै सूची दिमागमा राख्न एकदमै सजिलो हुन्छ। ल, हाम्रो सूत्र यही हो। हामी यी 31 हकहरूलाई 4 मुख्य समूहमा हेर्नेछौँ। पहिलो, व्यक्तिगत स्वतन्त्रता र सम्मान। त्यसपछि न्याय र कानूनी सुरक्षा। तेस्रोमा सामाजिक र सांस्कृतिक अधिकारहरू। र अन्त्यमा आर्थिक र विकास सम्बन्धी हकहरू। ल, अब एक एक गरेर यी समूहहरूभित्र पसेर हेरौँ है त। ल, सुरु गरौँ हाम्रो पहिलो समूहबाट, व्यक्तिगत स्वतन्त्रता र सम्मान। यो समूहका हकहरू, भनौँ न, एक नागरिक र राज्यबीचको सम्बन्धको सबैभन्दा बलियो जग हो। यिनीहरूले नै हरेक व्यक्तिको स्वतन्त्रता र सम्मानको रक्षा गर्छन्। यो समूहमा के पर्छ त? सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सञ्चारको हक, गोपनीयताको हक र शोषण विरुद्धको हक। यी सबैको साझा उद्देश्य के हो भने हरेक व्यक्तिले राज्यको अनावश्यक हस्तक्षेप बिना स्वतन्त्र र सुरक्षित भएर बाँच्न पाओस्। एउटा उदाहरण हेरौँ न त। स्वतन्त्रताको हक। यो सुन्दा एउटा मात्र हक जस्तो लाग्छ, तर होइन। यो त एउटा छाता जस्तै हो, जसभित्र अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार, सङ्घ संस्था खोल्ने स्वतन्त्रता अनि देशभरि घुमफिर गर्न पाउने जस्ता कैयौं लोकतान्त्रिक अधिकारहरू समेटिएका छन्। ल, व्यक्तिको स्वतन्त्रताको कुरा त भयो, तर के स्वतन्त्रता मात्र भएर पुग्छ त? पक्कै पुग्दैन। यदि कसैमाथि अन्याय भयो भने त्यसबाट कसरी जोगिने? हो, यही प्रश्नको जवाफ दिन्छ हाम्रो दोस्रो समूहले, न्याय र कानूनी सुरक्षा। यो समूहका हकहरूलाई एउटा बलियो सुरक्षा कवचको रूपमा सोच्न सकिन्छ। यसमा न्याय सम्बन्धी हक, अपराध पीडितको हक, यातना विरुद्धको हक, निवारक नजरबन्द विरुद्धको हक अनि छुवाछुत तथा भेदभाव विरुद्धको हक जस्ता महत्त्वपूर्ण सुरक्षाहरू छन्। यिनीहरूले नै निष्पक्ष कानूनी प्रक्रियाको ग्यारेन्टी दिन्छन् र कुनै पनि किसिमको दुर्व्यवहारबाट बचाउँछन्। यो कति राम्रो सन्तुलन छ हेर्नुस् त। एकातिर न्याय सम्बन्धी हकले सबैलाई निष्पक्ष कानूनी प्रक्रियाको पहुँच सुनिश्चित गर्छ, अर्कोतिर अपराध पीडितको हकले अपराधबाट पीडित भएकाहरूलाई क्षतिपूर्ति र पुनर्स्थापना जस्ता विशेष व्यवस्थाहरू गर्छ। मतलब संविधानले प्रक्रियालाई मात्र होइन, पीडित व्यक्तिलाई पनि उत्तिकै महत्त्व दिएको छ। ल, हामी ठ्याक्कै आधा बाटोमा आइपुगेका छौं। अहिलेसम्म हामीले व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र कानूनी सुरक्षाको कुरा गर्यौं। तर मान्छे एक्लै त बस्दैन, समाजमा बस्छ। त्यसो भए अब हेरौं संविधानले सामाजिक अधिकारहरूलाई कसरी समेटेको छ। अब हाम्रो ध्यान व्यक्ति र राज्यबाट हटेर समाजतर्फ केन्द्रित हुन्छ। हाम्रो तेस्रो समूह हो सामाजिक र सांस्कृतिक अधिकार। यी ती अधिकारहरू हुन् जसले हरेक व्यक्तिलाई समाजमा समान र पूर्ण रूपमा सहभागी हुन मद्दत गर्छन्। यो सूची अलि लामै छ, तर यसले हाम्रो संविधान समावेशिताप्रति कति प्रतिबद्ध छ भन्ने कुरा प्रष्ट देखाउँछ। हेर्नुस् त, यसमा धार्मिक स्वतन्त्रता, सूचनाको हक, भाषा संस्कृतिको हक जस्ता सामान्य हकहरू छन्। अनि महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक जस्ता विशेष समूहका लागि छुट्टै हकको व्यवस्था पनि छ। सामाजिक न्याय र सुरक्षाको हकले त झन् यसलाई पूर्ण बनाएको छ। संविधानले यी 4 समूह, महिला, बालबालिका, दलित र ज्येष्ठ नागरिकलाई सामाजिक न्यायका स्तम्भको रूपमा मानेको छ। किनभने संविधानले उनीहरूका विशेष आवश्यकता र उनीहरूले ऐतिहासिक रूपमा भोगेका विभेदहरूलाई बुझेको छ। त्यसैले उनीहरूका लागि विशेष सुरक्षाको व्यवस्था गर्नु सामाजिक न्यायको जग बसाल्नु हो। ल, हामी अन्तिम समूहमा आइपुग्यौं। सोच्नुस् त, स्वतन्त्रता, न्याय र सामाजिक सहभागिता तबसम्म अधुरो रहन्छ जबसम्म आधारभूत आवश्यकताहरू पूरा हुँदैनन्। हो, हाम्रो चौथो समूह आर्थिक र विकास सम्बन्धी हकले यही कुराको सुनिश्चितता गर्छ। यो समूहभित्र सम्पत्तिको हक,
स्वच्छ वातावरणको हक शिक्षा, रोजगारी, श्रम, स्वास्थ्य, खाद्य, आवास र उपभोक्ताको हक जस्ता अति आवश्यक अधिकारहरू छन्। यी सबैलाई एउटा गुणस्तरीय जीवनको बिल्डिङ ब्लक्सभन्दा फरक पर्दैन। यिनले नै हरेक नागरिकलाई अघि बढ्ने अवसर दिन्छन्। यो चार्टले के देखाउँछ भने शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र वातावरण जस्ता हकहरू छुट्टा छुट्टै छैनन्। यी सबै एक आपसमा जोडिएका छन्। राम्रो शिक्षा बिना राम्रो रोजगारी गाह्रो छ, राम्रो स्वास्थ्य बिना दुवै गाह्रो छ। यी सबै मिलेर नै एउटा व्यक्ति र सिङ्गो राष्ट्रको विकासको बलियो जग तयार हुन्छ। ल, हामीले सबै 31वटा हकहरूलाई 4वटा समूहमा बाँडेर हेरिसक्यौं। अब अन्त्यमा यो सूत्रलाई फेरि एकपटक सम्झ्यौं र अधिकारसँगै जोडिएर आउने कर्तव्यबारे पनि थोरै सोचौं। यो तालिका नै हाम्रो आजको छलफलको सार हो। भनौं न, 31वटा मौलिक हक सम्झिने चिट शीट नै यही हो। व्यक्तिगत स्वतन्त्रता, कानूनी सुरक्षा, सामाजिक अधिकार र आर्थिक हक। यो हाम्रो संविधानले हामीलाई दिएको वाचाको एउटा मानसिक नक्सा हो। यहाँ जन एफ केनेडीको एउटा भनाई एकदमै सान्दर्भिक छ। जब कुनै एक व्यक्तिको अधिकार खतरामा पर्छ, तब हरेक व्यक्तिको अधिकार घट्छ। यसको अर्थ के हो भने यी हकहरू केवल मेरो अधिकार होइनन्, यो हाम्रो अधिकार हो। यो एउटा सामूहिक संरचना हो जहाँ एकको अधिकारको रक्षा गर्नु सबैको जिम्मेवारी हो। र अन्तमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। अधिकारको ज्ञानले हामीलाई शक्तिशाली बनाउँछ, यसमा कुनै शङ्का छैन। तर त्यो शक्तिलाई हामीले व्यक्तिगत फाइदाका लागि मात्र प्रयोग गर्ने कि सिङ्गो समाजलाई नै बलियो बनाउनका लागि जिम्मेवारीपूर्वक प्रयोग गर्ने? यो प्रश्नको जवाब हामी सबैसँग हुनुपर्छ।